राधे राधे। आज हामी पुनः स्वस्थानी माताको व्रतकथा लिएर आएका छौँ। सबैले हातमा चन्दन अक्षता पुष्प र मनलाई एकचित्त बनाइकन स्वस्थानी माताको श्रीचरणलाई ध्यान गर्नुहोला। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमर्त स्तुन्वन्ति दिव्यस्तवैर् वेदैः साङ्गपदाक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चितो जलभवो शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम्। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। ॐ नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री सुस्तानी माता को जय होस्। श्री साम्ब सदाशिव भगवान को जय होस्। आज हामी 16औं अध्याय 16औं अध्याय श्रवण गर्न गइरहेका छौं। सबैले आफ्नो मनलाई एकचित्त बनाएर श्री सुस्तानी माताको ध्यान गर्नुहोला। अथा 16औं अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ अगस्त्य मुनि ध्यान पूर्वक सुन। फेरि कुनै दिन शिवजीलाई वन विहार गर्ने इच्छा भयो र कसैलाई पनि थाहा नदिई श्लेषमान्तक वनमा मृग रूप भई अनेक मृगवीर्णीहरूका साथ परमानन्दले रहन लाग्नुभयो। यता पार्वतीले महादेवलाई नदेखि अनेक स्थानमा खोजिन् तर कहीँ भेटाउन नसके। महादेवले अघि पनि मलाई यसै गरी दुःख दिनुभयो, अब फेरि कहाँ जानुभयो होला भने ध्यान दृष्टिले विचार गर्दा श्लेषमान्तक वनमा मृग रूप धारण गरेर बिहा गरिरहेको थाहा पाइन्। आफू पनि बागमतीको नदीको किनारमा गएर अनेक कष्ट खपी तपस्या गर्न लागे। कैलाशमा शिव पार्वती दुवैलाई नदेखि ब्रह्मादि देवताले स्थान ठाउँमा खोजी गरे तर कहीँ पनि पत्ता पाउन सकेनन् र हार माने आफ्ना आश्रममा जान लाग्दा बागमती नदीको किनारमा पार्वतीलाई तपस्या गरिरहेको देखेर सबै देवताहरूले प्रणाम गरी सोधे, हे जगतमाता, कैलाशमा हजुर र महादेव नरहँदा संसारै शून्य जस्तो भयो र हामीहरू असहाय अनाथ जस्ता भयौं। अब हामी माथि दया गरेर महादेव कहाँ हुनुहुन्छ आज्ञा होस्। फेरि हजुर पनि यस्तो स्थानमा आएर एक्लै किन बस्नु भएको हो? यी सबै कुरा हामीलाई आज्ञा होस्। यदि देवताहरूको प्रार्थना स्वरूप पार्वती भन्नुहुन्छ, हे देवता हो महादेव, यतै आउनु भएको हुनाले म उनैको आराधना गरेर यहाँ बसेकी हुँ। श्लेषमान्तक वनको नैऋत्य कोणमा एउटा जंगल र सरोवर छ। महादेव त्यही मृग स्वरूप भएर वन विहार गर्दै हुनुहुन्छ। कस्तो मृग भने सुवर्णको जस्तो वर्ण भएको, 3 नेत्र र 1 सिंह भएको। मृगहरूको समूहमा सबैभन्दा ठूलो मृग स्वरूप धारण गरेर बसिरहनु भएको छ। अब तिमीहरू त्यहीँ गएर खोजी गर अनि महादेवको दर्शन पाउनेछ। पार्वतीको वचन अनुसार देवताहरूले त्यहीँ गई खोजी गरेर तर पाउन सकेनन्। ब्रह्मा विष्णु इन्द्र तिनै देवताहरूले अनेक स्तुति गर्दै खोज्न लागे। उसै बेला अकस्मात लाखौं मृगहरूको एउटा समूह देखे। त्यही फौजको माझमा अत्यन्त राम्रो 3 नेत्र 1 सिंह र सुवर्ण झैं वर्ण भएको सबैभन्दा ठूलो मृगलाई परैबाट देखे। त्यस मृगलाई आफैतिर आउन लागेको तिनै देवताहरूले देखे। अलिक नजिक गई बिन्ती गरे, हे भगवान, कैलाश शून्य भएको धेरै दिन भयो। हे दया सागर, हामी त्रिदेव ब्रह्मा विष्णु इन्द्रमाथि दया गरी दर्शन दिनुहोस्। यस्तै अनेक कतै मृगहरू शिवका नजिकै गएर आफूतिर आउन लागेका देवताहरूलाई देखेर रुद्र मृग उफ्री उफ्री भाग्न लागे। रुद्र मृगको त्यस्तो चाला देखेर विष्णु भगवान भन्नुहुन्छ, हे देवेन्द्र, हामीहरूको प्रार्थनाले महादेव चैतन्य हुने भएनन्। अब हामी 3 व्यक्तिले 3 तर्फबाट घेरा दिएर समातौं। विष्णुको यस्तो वचन सुनेर हुन्छ भने 3 देवता 3 तिरबाट उभि घेरा दिएर रुद्र मृगको सिंहको जरामा विष्णुले र माझमा ब्रह्माले टुप्पोमा इन्द्रले बलपूर्वक समाधे। त्रिदेवले समाउन साथ रुद्र मृग अन्तर्ध्यान भए। सिंह मात्र त्रिदेवका हातमा रह्यो। त्रिदेवले बेसरी समातेको हुनाले त्यो सिंहको 3 टुक्रा भई तिनी देवताका हातमा 1-1 टुक्रा आयो। त्यस्तो भएको देखेर यो हामीले ठूलो अपराध गर्यौं, साह्रै अनर्थ भयो, अब के गर्ने भन्दै 3 देवताले, हे शम्भु, हाम्रो यो अपराध क्षमा गरी बक्सियोस् भनी स्तुति गर्न लागे। ब्रह्मा विष्णु र रुद्रले त्यसरी स्तुति गरेको देखेर दयाका सागर महादेव प्रसन्न भई ज्योति स्वरूप दर्शन दिनुभयो अनि देवताहरू खुसी भई दण्डवत प्रणाम गर्दा भए। अनि महादेव आज्ञा गर्नुहुन्छ, हे देवता हो, तिमीहरूको स्तुतिले म प्रसन्न भए, वर माग।
महादेवको त्यसो आज्ञा सुनेर ब्रह्मा विष्णु र इन्द्र बिन्ती गर्दछन्, हे प्रभु हजुरको ध्यान कहिले पनि नबिर्सौं, सदा हाम्रो हृदयमा रहिरहोस्, अरू हामी केही पनि वर चाहिन्न, केवल हजुरको चरणको भक्ति चाहन्छौं। देवताहरूको त्यस्तो वचन सुनेर महादेवले तथास्तु भन्नुभयो। फेरि तिनी देवताहरूले भने, हे ईश्वरी हो, हजुरको सिंह 3 टुक्रा पारेको हामीहरूको अपराध क्षमा गरी सिंहका 3 टुक्रा के गर्ने हो आज्ञा होस्। अनि शिवजीले आज्ञा गर्नुभयो, हे देवता हो, मेरो सिंह 3 टुक्रा पारेको तिमीहरूले कुनै अपराध लाग्दैन र शंका मान्नु पर्दैन, बरु इन्द्रका हातको इन्द्रलोकमा, ब्रह्माको हातको मर्त्यलोकमा, नेपालको गोकर्ण भन्ने स्थानमा र विष्णुका हातको पातालमा लगेर स्थापना गर्नु। यति शिवजीको आज्ञा सुनि ब्रह्मा विष्णु इन्द्र तीनै देवताले दण्डवत प्रणाम गरे। विदा भएर उपरोक्त 3 स्थानमा लगे सिंह स्थापना गरेर आफ्नो आश्रममा गए। अनि महादेव सरासर गएर तपस्या गरिरहेको पार्वतीलाई काखमा लिए। त्यहाँबाट अन्तर्धान भएर कैलाश पर्वतमा पुगे। नन्दी भृङ्गी 64 योगिनी भूत प्रेत पिशाच प्रमथ गणसहित भए परमानन्दले रहनुभयो। हे मुनि, त्यसपछि नृत्य कोणको लङ्कापुरीबाट 10 शिर रावण नृत्यको कर्णमा आएर श्री महादेवका चरणमा दण्डवत गरी नाचगान गरी तपस्या गरेर जान्थ्यो। त्यही क्रमले निकै दिन बितेपछि एक दिन शिवजीले 20 भाङ धतुरो खाई अचेत भइरहेको बेलामा रावण आएर दण्डवत गरी नाचगान र मृदङ्ग बजाई स्तुति गर्न लाग्यो र दिगम्बर शिव प्रसन्न हुनुभयो। हे रावण, तेरो तपस्या र सेवाले म प्रसन्न भए वरदान मागी पनि दिन्छु, मेरो निम्ति संसारमा अधेय केही पनि छैन। महादेवको यस्तो वचन सुनि रावण भन्दछ, ईश्वर हजुर कृपाले मसँग सबै वस्तु छ, मलाई केही पनि चाहिन्न। रावणको त्यस्तो कुरा सुनि महादेवले फेरि आज्ञा भए, रावण केही एक थोक नमागी सुख पाउन्न सुलभ माग। शिवको त्यस्तो इच्छा बुझी रावणले मनमा विचार गर्यो, अब मैले माग्ने कुरा के छ र माग्ने? महादेवका काखमा बसेकी सकल लक्षणयुक्त पार्वती नै माग्दछु। त्यस्तो निश्चय गरेर बिन्ती चढाए, प्रभु मलाई अरू केही पनि चाहिन्न, केवल एउटी पार्वती बक्सनु अवश्य भन्यो। र महादेवले लौ लैजा भनेर पार्वतीलाई जिम्मा लगाइदिनु भयो। रावण पनि जगत माता पार्वतीलाई पिठमा बोकेर शिवजीसँग विदा मागी हिँड्यो। त्यो सबै वैकुण्ठनाथ विष्णुले थाहा पाए अनर्थ हुन आँट्यो भन्दै तत्काल हावा भन्दा पनि शीघ्र गतिले मोहिनी रूप धारण गरी रावण कहाँ पुगेर भन्नुभयो, हे महाशय, तिमी को हौ, कहाँबाट आइरहेका हौ, पिठमा बोकेकी सुन्दरी को हुन्, किन बोकेर ल्यायो र कहाँ लैजाने विचार छ? रावणले भने, हे सुन्दरी, लङ्कापुरीको राजा रावण भनेको मै हुँ। मेरो तपस्याले प्रसन्न भई महादेवले मलाई आफ्नी स्त्री पार्वती दिनुभयो र तिनै पार्वती हुन्। म यिनलाई बोकेर लङ्कापुरी लाँदैछु। यदि रावणको कुरा सुनि मोहिनी भन्न लागिन्, हे वीर रावण, के तिमीलाई लाज लाग्दैन? के ती पार्वती हुन्? तिमीलाई छलेर महादेवले मायाद्वारा रचेकी स्त्री दिएछन्। तिमी जस्ता राजा र वीर व्यक्तिले यस्ती स्त्री पीठमा बोकेर हिँडेको कसैले देख्यो भने के भन्लान्? यी पार्वती होइनन्, तिमीलाई महादेवले झुकाएछन्। बरु पार्वती लैजाने इच्छा भए म तिमीलाई पार्वती पाइने स्थान बताइदिन्छु। सुन, महादेवले आसन गरी राखेको बाघको छालाभित्र साँच्चीकै पार्वती लुकाइराखेका छन्, त्यही मागेर लैजाऊ। यति भने अनेक हाउभाउ कटाक्ष छोपी मोहिनी रूप विष्णुले पूरा गर्दा रावण चित्त बुझ्यो र पार्वतीलाई त्यही छाडेर आफू फेरि कैलाश पुग्यो। यता विष्णुले पार्वतीलाई वैकुण्ठ लगे पूजा सत्कार गरेर राखे। उता महादेव कुचेष्टा भइरहेका थिए। त्यही बेला रावण पुगेर बिन्ती गरे, ईश्वर हजुरले मलाई छलेर पार्वती भनी मायाले एउटी स्त्री बनाइदिनु भएछ। त्यो कुरा थाहा पाए मैले बाटैमा फालेर आइदिने इच्छा भए हजुरको आसन गरी राखेको बाघको छालाभित्रकी पार्वती दिनुहोस्। रावणले यति भनेको सुनि महादेवले ध्यान दृष्टि विचार गर्दा पार्वतीलाई विष्णुले लगेछन् भन्ने थाहा पाए मायाले एउटी स्त्री उत्पन्न गरेर आसन गरिराखेको बाघको छालाभित्रबाट झिकेर लौ लैजा भनिदिनु भयो। रावण अत्यन्त प्रसन्न भएर माया रच स्त्रीलाई पिठमा बोकेर लङ्कापुरी गयो। यता विष्णुले पार्वतीलाई महादेव कहाँ पुर्याई वैकुण्ठ जानुभयो। कुमारजी भन्नुहुन्छ, एक अवस्था पनि एकचित्त भएर सुन। एक दिन महादेवले पार्वतीसित सल्लाह गरी मानसरोवर तलाउमा राजहंस भएर जल क्रीडा गर्न जानुभएको थियो। त्यसै मौकामा अन्तपुर नाम गरेको नगरमा बस्ने एउटा जालन्धर थियो। त्यसकी वृन्दा नामकी अत्यन्त पतिव्रता स्त्री थिइन्। एक दिन ती दुवै पति पत्नी बसेर ठट्टा गरिरहेका थिए। त्यसै बखत जालन्धर अकस्मात बेसरी हाँसेर वृन्दाले सोधिन्, हे स्वामी, किन यसै हाँस्नुभयो? जालन्धरले भन्यो, हे वृन्दा, तिमी जस्ती सुन्दरी पत्नी अरू कसैकी होली भन्ने लागेर हाँसेको हुँ, अरू कुनै कारण होइन। वृन्दाले उत्तर दिने, हे स्वामी, म के राम्री छु र महादेवकी स्त्री पार्वतीलाई देखेर के गर्नु होला? वृन्दाको यस्तो कुरा सुनि जालन्धर भने, स्त्री, यो कुरा साँचो हो, त्यसो भए म पार्वतीलाई छल्न जान्छु। यति कुरा गरी मायाले महादेवको रूप धारण गरे। कैलाश पुगे पार्वतीले महादेव आउनुभयो भने सुनको कमण्डलुले पाउदुनको ढोकामा
आइन् तर पार्वतीलाई देख्नासाथ महादेव रूपधारी जालन्धर मूर्छा परेर लड्यो। अनि पार्वतीले ध्यान दृष्टि विचार गर्दा आफूलाई छल्न महादेवको रूप धारण गरे। जालन्धर आएको थाहा पाए द्वारपाललाई भनिन्, हे नन्दी, हे वृङ्गी, यहाँ कोही आए पनि मलाई नसोधी भित्र बस्न नदिनु भने आफू कसैले नदेख्ने स्थानमा गएर लुकी रिसले चुर भई विष्णुको आराधना गरिन्। पार्वतीले क्रोधित भएर आराधना गरेको विष्णु भगवानले थाहा पाई गरुडमा चढ्यो। तत्काल कैलाश पर्वतबाट पार्वती कहाँ पुग्नुभयो। हे पार्वती, मलाई किन आराधना गरेकी भनी सोध्नुभयो। अनि पार्वतीले भन्दैछिन्, हे विष्णु महादेव, जल क्रीडा गर्न मानस सरोवर तलाउमा राजन सबै आनन्द मनाउँदै हुनुहुन्छ। यही मौकामा मलाई छल्न महादेवको रूप धारण गरी पापिष्ट जालन्धर आयो र मैले थाहा नपाई महादेव नै पाल्नु भयो भने पाउँदैन। बाहिर ढोकामा जाँदा मलाई देख्न साथ मूर्छा परि भुइँमा ढलेको देख्दा महादेव भए मलाई देख्न साथ मोची रुनु पर्दैन थियो। यो कुन पापी मलाई छल्न आयो होला भने ध्यान दृष्टिले विचार गर्दा जालन्धर रहेछ भन्ने जाने द्वारपाललाई यहाँ कोही आए पनि भित्र नपठाउनु भन्ने आदेश दिएर यहाँ आए तपाईँको आराधना गरेकी हुँ। अब जे गर्नुपर्ने हो तत्काल गर्नु अवश्य। यदि पार्वतीको वचन सुनि विष्णु भगवान भन्नुहुन्छ, हे पार्वती माता, पापिष्ट जालन्धरले तपाईँलाई दगा गर्न माया रूप धारण गरेर आएपछि म गएर त्यसकी पतिव्रता स्त्री वृन्दाको सत्य डगाएर आउँछु। यसमा कुनै शङ्का छैन। म पहिले मानस सरोवर गएर महादेवलाई यहाँ पठाइदिन्छु। यति भनेर पार्वतीसित विदा भई ठुलो वेगले मानस सरोवरतिर जाँदा भए श्री स्वस्ति श्री स्कन्द पुराण केदारखण्डे माघ महात्म्य कुमार अगस्त संवादे श्रेष्ठतम परमेश्वरयां विष्णु मानस सरोवर गणमोनम नाम षोडशोऽध्याय। बोलिए श्री उमा शंकर भगवान को जय, श्री सुस्तानी माता को जय। हरि हरे।